नमस्कार। यहाँलाई इन्स्ट्यान्ट कसरी हामी चाँडै सेकेन्डको भरमा हिप्नोटाइज गर्न सक्छौं भन्ने कला यहाँलाई देखाउन गइरहेको छु। यो इन्स्ट्यान्ट हिप्नोसिस यसको प्रयोग धेरै जसो स्टेजहरुमा गरिन्छ, बाटोहरुमा गरिन्छ, आफ्नो कार्यालय अफिस जहाँ पनि यदि कसैलाई एउटा मनोरञ्जन प्रदान गर्नको निम्ति धेरै जसो गरिन्छ। यसको उद्देश्य के हो भने यसले हामीलाई समय पनि बचाउँछ। यदि हामीसँग समय छैन भने व्यक्तिलाई चाँडै इन्स्ट्यान्ट हिप्नोसिस गराएर पनि हाम्रो समय हामीले सेभ गर्न सक्छौं र त्यो दोस्रो व्यक्तिको समय पनि सेभ हुन्छ। यो ट्रिक म यहाँलाई देखाउन गइरहेको छु। यसको निम्ति मलाई सहयोग गर्दिनको निम्ति यहाँ आउनलाई अनुरोध गर्दछु। अब यसमा तीनटा तरिकाहरू छन्। मेजर तीनटा तरिका उहाँलाई काम दिनुपर्छ। 3 देखि 4 वटा काम दिनुपर्छ। 3 देखि 4 वटा काम, 4 वटामा चाहिँ अलिक असम्भव हुन्छ। कम से कम 3टा काम दिने। एउटा दृष्टिलाई केन्द्रीकृत गराउने, अर्को श्वास प्रश्वास ब्रिदिङ गर्ने र अर्को उहाँको बडीलाई भाइब्रेसन गराउने, सेकिङ गराउने, हल्लाइदिने। यो 3टा काम गरेको हुन्छ। यसमा हेर्नुहोस्, जस्तै उहाँलाई अब कसरी क्विक हामी इन्स्ट्यान्ट तरिकाले हिप्नोटाइज गर्न सक्छौं। जब यो 3टा काम दिन्छौं, उहाँको कन्सियस माइन्ड व्यस्त हुन्छ। आँखाले पनि हेरिरहेको छ, श्वास प्रश्वास पनि गरिरहेको छ, हात पनि अथवा जिउहरु पनि मुभ भइरहेको छ गर्दा उ कन्फ्युज हुन्छ। त्यो कन्फ्युज भएको बेला जब उ अवचेतन मन, सबकन्सियस माइन्ड अलिकति एक्टिभ हुन्छ अनि हाम्रो कुरा उसले मान्न थाल्छ र व्यक्तिले पनि हामी अनुसार उसले हावभाव प्रस्तुत गर्न थाल्छ। अब क्विक इन्स्ट्यान्ट लगभग सेकेन्ड भरमा हामीले लगभग 30 सेकेन्ड, 15 सेकेन्ड, 45 सेकेन्ड, 1 मिनेट भित्र यसलाई हामी कसरी गर्छौं यो ट्रिक हेर्नुहोस्। उहाँलाई सर्वप्रथम आँखाको एउटा काम दिने। तपाई आँखालाई त्यो भित्तामा हेरिरहनुहोस्। तपाईको दृष्टि त्यो आँखामा परिरहोस्। एक नजरले तपाईले आँखालाई कतै नघुमाई हेर्नुहोस्। ओके। अब बिस्तारै तपाई श्वास भर्नुहोस्, बिस्तारै श्वास भर्नुहोस्, बिस्तारै श्वास भर्नुहोस्। तपाईको हात अनुमतिले मलाई दिनुहोस्। यसरी श्वास भराउने, आँखा बन्द नगरिकन हेरिरहनुहोस्। आँखालाई केन्द्रीकृत गराउने, श्वास भराउने र रिलिज गराउने अनि उहाँको हातलाई हल्का हल्लाउने। हामीले यो 3टा एकसाथ उहाँलाई गर्न लगाउने। तपाईको नजर हेरिरहनुहोस्, श्वास प्रश्वास गरिरहनुहोस्। रिल्याक्स एन्ड रिल्याक्स। तपाईलाई रिल्याक्स भइरहेको छ, तपाईलाई रिल्याक्स भइरहेको छ। ओके, रिल्याक्स एन्ड रिल्याक्स। जब उहाँलाई हल्लाएर हामीले हल्लाएर हात आफूतिर तान्छौं अनि त्यतिखेर उहाँलाई रिल्याक्स र स्लीप, यो 2टा शब्द हुन्। रिल्याक्स एन्ड स्लीप, उहाँलाई जब हात तान्ने बित्तिकै रिल्याक्स एन्ड स्लीप भनेपछि मान्छे यस्तो हुन्छ। प्रायः जसो कोही मान्छे भक्लकै लड्छ, कतिपय मान्छे यस्तो हुन्छ। धेरै जसो मान्छे लड्नुहुन्छ। हेर्नुहोस् है, लड्नुहुन्छ। मान्छे हिप्नोटाइज हुँदा यो अवस्थामा धेरै मान्छे बस्दैन, लड्छ। तर अहिले तपाईहरुले देख्नुभएको भिडियो छ यस्तो मात्रै देख्नुभयो। मान्छे लड्छ। लडिसकेपछि अनि तपाईले के गर्ने, उहाँलाई पहिलेकै जस्तो ट्रान्समा अझ डिपर गराउने। ठीक छ, उठ्दिनुहोस्। अझ डिपर गराउने अनि सजेसन दिने अनि उहाँलाई जागरण गराउने। यो भयो क्विकली तुरुन्तै मान्छेलाई हिप्नोटाइज गर्ने तरिका। ओके, गइदिनुस्। यहाँहरूले यो भिडियोलाई बार हेर्नुहोस्, अभ्यास गर्नुहोस्, प्र्याक्टिस गर्नुहोस्। हस्।